आज हामी एउटा यस्तो साँघुरो पानीको बाटोको कुरा गर्दैछौँ जसको विश्वव्यापी अर्थतन्त्रमा असाधारण महत्त्व छ, स्ट्रेट अफ होर्मुज। स्रोत सामग्रीहरूले यसलाई विश्व अर्थतन्त्रको गला भनेर चिनाउँछन्। सोच्नुहोस् त, यो शब्दले नै यहाँ कति ठूलो कुरा दाउमा छ भन्ने देखाउँछ, होइन र? यही नै आजको हाम्रो विश्लेषणको केन्द्रबिन्दु हो। ल सुरु गरौँ पहिलो खण्डबाट। स्ट्रेट अफ होर्मुज आखिर हो तरी के? आउनुहोस् विश्वको यो सबैभन्दा महत्त्वपूर्ण जलमार्गलाई नजिकबाट निहालौँ। अब किताबी भाषामा भन्दा स्ट्रेट अफ होर्मुज एउटा समुद्री बाटो हो जसले फारसको खाडीलाई ओमानको खाडीसँग जोड्ने काम गर्छ। तर कुरा यति मात्रै होइन, यसको महत्त्व त्योभन्दा धेरै नै गहिरो छ। त्यसो भए के कुराले बनाउँछ त यसलाई यति महत्त्वपूर्ण? पहिलो कुरा त यसको लोकेसन नै हो, ठ्याक्कै इरान र ओमानको बीचमा। अनि यो कुनै सामान्य समुद्री बाटो होइन, यो त विश्वकै सबैभन्दा व्यस्त तेल ढुवानी गर्ने रूट हो। कल्पना गर्नुस्, विश्वको तेलको एक ठूलो हिस्सा यही साँघुरो गल्लीबाट भएर जान्छ। हो, यही कारणले यो राजनीतिक रूपमा एकदमै संवेदनशील छ। यहाँ अलिकति मात्र केही गडबड भयो भने त्यसको असर पूरै विश्वको अर्थतन्त्रमा देखिन्छ। अब लागौँ यसको आर्थिक पक्षतिर, जसलाई विश्वको तेल राजमार्ग पनि भनिन्छ। यो कुरालाई जतिपटक दोहोर्याए पनि कम हुन्छ। विश्वको ऊर्जाको ठूलो हिस्सा यही एउटै बाटोमा निर्भर छ। त्यसैले यो एउटा बाटो मात्रै होइन, यो त विश्व अर्थतन्त्रको मुटुको धमनी जस्तै हो भन्दा फरक पर्दैन। अब प्रश्न उठ्छ, यस्तो महत्त्वपूर्ण ठाउँमा सधैँ तनाव किन भइरहन्छ त? आउनुहोस् यसको भूराजनीतिलाई अलि नजिकबाट हेरौँ। यहाँको तनावको जरामा छन् केही मुख्य खेलाडीहरू। एकातिर छ इरान, जो एक शक्तिशाली क्षेत्रीय खेलाडी हो र जसको यो जलमार्गमा राम्रो पकड छ। अनि अर्कोतिर छ अमेरिका र मध्यपूर्वका अन्य देशहरू, जसको सबैभन्दा ठूलो चासो भनेको तेलको व्यापार नरोकियोस् भन्ने हो। जब यस्ता फरक फरक स्वार्थहरू एउटै सानो ठाउँमा ठोकिन्छन्, तब त्यो ठाउँ रणनीतिक प्रतिस्पर्धाको मैदान बन्नु त स्वाभाविक नै भयो नि। हो, यही कारण हो जसले गर्दा हामी बेला बेलामा अन्तर्राष्ट्रिय समाचारमा स्ट्रेट अफ होर्मुजको नाम सुनिरहन्छौँ। यो खाली एउटा भौगोलिक ठाउँ मात्रै रहेन, यो त विश्व शक्तिहरूको चेसबोर्ड जस्तै बनेको छ। सानो ठाउँ तर प्रभाव कति ठूलो! अब यसले विश्वभर पार्न सक्ने असरबारे कुरा गरौँ। ल एकछिन सोचौँ त, के होला यदि कसैले यो बाटो नै बन्द गरिदियो भने? के हुन्छ होला त्यसपछि? यसको असर त एउटा डोमिनो इफेक्ट जस्तै हुन्छ। पहिलो, स्ट्रिटमा बाटो बन्द हुन्छ, त्यसको लगत्तै तेलको आपूर्ति ठप, र तेस्रो र सबैभन्दा डरलाग्दो कुरा, विश्वभरि नै ऊर्जा सङ्कट सुरु हुन्छ जसले कुनै पनि देशलाई छोड्दैन। मतलब एउटा सानो ठाउँको घटनाले पुरै विश्वलाई सङ्कटमा पार्न सक्छ। र यसले हामीलाई फेरि त्यही सुरुको कुरामा ल्याइ पुर्याउँछ, विश्व अर्थतन्त्रको गला वा चोक पोइन्ट। यो शब्दले यसको कमजोरी र यसको अस्वाभाविक महत्त्वलाई कति राम्रोसँग बयान गर्छ, होइन त? यहाँको सानोभन्दा सानो समस्याले पनि संसारभरि ठूलो भूकम्प ल्याइदिन सक्छ। अनि अन्तमा यो सबै विश्लेषणले एउटा निकै गम्भीर प्रश्न हाम्रो सामुन्ने ल्याएर छोडिदिन्छ कि विश्वको ऊर्जा सुरक्षा एउटै यस्तो साँघुरो समुद्री बाटोमा यति धेरै निर्भर हुनु ठिक हो त? यो यस्तो प्रश्न हो जसको जवाफले भोलिको विश्व कस्तो हुनेछ भन्ने कुरा तय गर्नेछ।